touches me, makes me see that I am the ocean, like it was meant to be. He touches my heart. यो टेक्ने औजार है, यो टेकेर हिँड्नुपर्छ। यो बैशाखी भन्छ, के भन्छ यसलाई वकर भन्छ। यस्तो छ अर्को टेक्ने कुरा, यो लगाएर हिँड्नुपर्ने भइरहेछ होइन। सानो एक्सिडेन्ट भएको थियो है, अनि यो सानो होइन अब यस्तो लड्दाखेरि हाम्रो काम त्यस्तो पऱ्यो। स्कुटर लड्दाखेरि त्यो स्कुटरको पछाडिको बडीले मेरो यो यहाँनिर थिच्यो कि, यो थिच्दाखेरि यो बुढी औँला अनि यो चाहिँ बुढी औँलाको उतापट्टिको एउटा औँला होइन, त्यो दुईवटा औँलाको यहाँ माथि केही माथि यहाँनिर गएर दुईवटा हड्डी यसरी भाँचेछ कि, दुईवटै यतापट्टि मोडेको छ। अनि त्यही भएर यो लगभग हप्ता दिन चाहिँ म हस्पिटलमा बसेँ। अनि त्यसपछि 1 महिना त प्लास्टर लगाएर बेडमा सुतेको भयो। अनि त्यसपछि अनि अहिले प्लास्टर हटाएँ 1 महिनापछि। अनि प्लास्टर हटाएँ, यो बुट लगाएर चाहिँ यो वकिङ गर्ने पुरै म यही कोठाभित्रै गर्छु होइन, बाहिर चाहिँ जाँदिनँ। त्यो हिँड्ने कोसिस गर्नु भनेर भनेको छ। अब यो लगाएर हिँड्ने कोसिस गरिरहेको छु। रोमानियामा चाहिँ हाम्रो काम चाहिँ बाइक चलाउने भयो कि, स्कुटर चलाउने, बाटोमा हिँड्नु पनि 24 घन्टा बाटोमा हिँड्नु पर्ने। त्यसले गर्दा चाहिँ अलिकति रिस्क धेरै भयो कि। अनि अब पैसा त छ होइन, यसमा मात्रै छ, अरू काममा छैन। पैसा भएर के गर्न, पैसा भए पनि अब रिस्क धेरै भयो। यस्तो हुन्छ है, खुट्टा भाँचिन्छ होइन, खुट्टा मात्र होइन अब हात पनि भाँचिन्छ, टाउको पनि भाँचिन्छ, कुन दिन के हुन्छ ठेगान छैन। त्यही भएर यो काम चाहिँ अलिक रिस्की भएर यहाँ बस्नु चाहिँ ठिक छैन भनेर हामी चाहिँ अब लाग्न थाल्यो अर्को देश। अब यो खुट्टा अलिकति टेक्न सक्ने भएर अलिक हिँड्न सक्ने भएपछि अनि यो पनि फुकालेर फालिन्छ होइन, अनि छोडेर जाने हो, फालिदिने हो, बोकेर जाने कुरा आएन। अनि अर्को कुरा यो फालेपछि हिँड्न सक्ने भएपछि फाल्ने हो, यो ठिक होस् होइन, यसलाई फुकालेर फालिदिने हो। त्यसपछि अनि हामी भाइहरू सबैजना भएर लाग्ने हो अर्को देश। अब हेरौँ त्यहाँ गएर कस्तो काम हुन्छ, के हुन्छ ल।